हैप्पी बर्थडे बोलो बाबाजी। ह्याप्पी बर्थडे। हैप्पी बर्थडे। आज म र बाबा चाहिँ बिहानै मन्दिरतिर गयौँ। मेरो बर्थडेको कारणले चाहिँ हामी दुईजना बिहानै मन्दिर गएर पूजा गर्नलाई गएको होइन। वाउ, आफ्टर अ लङ टाइम गएको क्या फेरि त्यहाँ पनि। अनि बर्थडे भएर चाहिँ अनि हल्का स्किन केयर गरिदिइहालेको क्या फेरि। कस्तो टल्केको। लुक, लेट्स गेट रेडी फर्स्ट। गएर के भयो आज तिमी जोड्न आउँछौ त? सुमा यो लाउँछु। यसो गऱ्यो भने स्मच भइहाल्छ अनि यसले चाहिँ स्मच हुँदैन र तर भिडियोमा देखेको छैन मेरो पढेला फेरि हो यसले गाइज। सो म फाइनली रेडी भइसकेँ। Who is this gorgeous girl? Probably. No, obviously it's me. रेडी भइसक्यो, बाहिर निस्किन्छु। मेरो दोस्त आउँदैछ, लेट्स गो। अनि हामी चाहिँ कुन क्याफे जाने भन्दै डिसाइड गर्दै जाँदै थियौँ। सुरुमा चाहिँ केक किन्न गयौँ है। Happy birthday to you. So, अहिले चाहिँ हामी जाँदैछौँ। So guys, अहिले चाहिँ कस्तो लाग्यो तिमीलाई मेरो बर्थडे? I don't wanna go home. It's hot outside, right? I'll be sick. I'll be sick. त्यसपछि हामी चाहिँ गणपति बेकर्स गयौँ किनभने मलाई यहाँको पिज्जा एकदम मनपर्छ। सो यहाँबाट पिज्जा लिनलाई गयौँ। एराउन्ड 15 मिनट पछि पिज्जा नि आयो अनि हामी मेरो घरतिर लाग्यौँ। Happy birthday to me. सुरुको चाहिँ बाइक बाबालाई। Happy birthday to you. May God bless. सो मेरो चाहिँ दिन आज चाहिँ यहीँ सक्नु। इट वाज अ भेरी वन्डरफुल डे। यो लास्ट टाइम चाहिँ अब मम्मी
बाबासँग सबैजनासँग मनाएको थिएँ। योचोटि चाहिँ साथीसँग मनाएँ अनि बाबासँग पनि मनाएँ। मम्मी चाहिँ बाहिर जानुभएको छ नि त। सो मम्मी मलाई थाहा छ तपाईँ हेर्नुहुन्छ। होप नेक्स्ट इयरसम्म बर्थडे मनाउन पाऊँ। बाई बाई, सी यू इन नेक्स्ट ब्लग।